संघर्ष हो जीवन जीवन संघर्ष हो संघर्ष हो जीवन जीवन संघर्ष हो जीवनदेखि थाकेर बस्छु नभन जीवनदेखि हारेर मर्छु नभन संघर्ष हो जीवन जीवन संघर्ष हो बैरीको किल्ला किल्लामा लड्दा लड्दै छातीमा गोली लागेर ढलेका योद्धालाई युद्धको मैदानबाट हाम्रो श्रद्धाञ्जली युद्धको मैदानबाट हाम्रो श्रद्धाञ्जली। तपाईहरुले चाहिँ यो जनयुद्ध कालमा संचारको चाहिँ विकास कसरी भयो भन्ने बारेमा जो वृत्तचित्र तपाईहरुले बनाउँदै हुनुहुन्छ यो धेरै महत्त्वपूर्ण चाहिँ जिम्मेवारी तपाईहरु पूरा गर्दै हुनुहुन्छ र म जनयुद्धको चाहिँ एउटा सुप्रिम कमान्डरको हैसियतले पनि पार्टीको अध्यक्षको हैसियतले पनि तपाईहरुको यो मिसनको पूर्ण सफलताको कामना गर्दछु। अहिले जुन यहाँहरुले एउटा वृत्तचित्र जुन बनाउँदै हुनुहुन्छ यो सबै कामको निम्ति म यहाँहरुलाई विशेष धन्यवाद दिन्छु र यहाँहरुले सफलता प्राप्त गर्नुहोस् भनेर म हार्दिक शुभकामना पनि प्रकट गर्न चाहन्छु। जनयुद्ध कालका हाम्रा सूचना प्रविधि क्षेत्रका गणतन्त्र रेडियो जस्ता क्षेत्रका कामहरुलाई वृत्तचित्रमा उतार्ने जुन काम भएको छ त्यसले इतिहासलाई स्थापित गर्ने र आगामी दिनमा जनताको चाहिँ मनोबल चाहिँ उच्च राख्ने काममा चाहिँ यसले मद्दत गर्छ भन्ने मलाई लाग्छ। त्यस अर्थमा म यो वृत्तचित्रको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। जनयुद्धको क्रममा सञ्चारले खेलेको भूमिकाको सन्दर्भमा जो यहाँहरुले वृत्तचित्र बनाउँदै हुनुहुन्छ त्यसको निम्ति म यहाँहरुलाई शुभकामना दिन चाहन्छु। निश्चित रूपमा धेरै चुनौतीपूर्ण पनि छ र कठिन काम पनि छ तर पनि यो यदि हामीले यसलाई समग्र पक्षलाई समेट्न सक्यौं र एउटा राम्रो चाहिँ भिजुअल तयार गर्न सक्यौं भने त्यसले नेपाली क्रान्तिलाई मात्र हैन विश्वका क्रान्तिलाई पनि सेवा गर्छ भन्ने हामीले बुझेका छौं। एउटा हौसला र इतिहासको चाहिँ रक्षाको निम्ति यो वृत्तचित्रको जो निर्माण गरिराख्नु भएको छ र यो कठिन काममा जो लाग्नु भएको छ त्यसका निम्ति म शुभकामना दिन चाहन्छु। सुरुङदेखि शहरसम्म क्रान्ति सहज थिएन। अन्याय र उत्पीडन विरुद्धको विद्रोह थियो त्यो। तानाशाहलाई घुँडा टेकाउन विश्वलाई जनयुद्धको नमुना देखाउन उनीहरू कसिएका थिए। युद्धलाई उचाइमा पुर्याउन कुनै पनि मूल्य चुकाउन उनीहरू तम तयार थिए। युद्ध सफल हुनुमा भौतिक क्रान्तिसँगै चेतनाको क्रान्ति हुनु पनि त्यत्तिकै जरुरी थियो। जनतामा चेतनाको लहर छर्न युद्धको सत्य तथ्य सूचना सम्प्रेषण गर्न प्रभावकारी संचार माध्यम अपनाउनु आवश्यक ठानियो। देश र जनताको लागि आफ्नो अमूल्य जीवन समर्पण गर्नुहुने अथवा आफ्नो सम्पूर्ण व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको लागि आफ्नो जीवन दिने महान मान्छेहरूलाई नै शहीद भन्ने गरिन्छ। नेकपा माओवादी पार्टीका हरेक योजना र क्रियाकलाप विरुद्ध त्यति बेला राज्यका पत्र पत्रिका, रेडियो, टेलिभिजन खनिएका थिए।
उता माओवादीले पनि जनयुद्धको यथार्थ सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चारबाट वैचारिक क्रान्तिको थालनी गर्दै अगाडि बढ्ने निधो गर्यो। वीरतापूर्ण संघर्ष गर्ने क्रममा कम्पनी भिसी सहित 10 जना जनमुक्ति सेनाका योद्धाहरूले पनि शहादत प्राप्त गर्नुभएको त्यहाँबाट हाम्रा युद्ध संवाददाताले जनाउनु भएको छ। अब जनयुद्धको चाहिँ पहल भइसकेपछि ठुलो तपस्या भन्नु ठुलो बलिदानकै बीचबाट हामीले सञ्चार सिस्टमलाई पनि विकास गर्दै लगेका थियौं। जब आधार इलाकाहरू बनाउने क्रम सुरु भयो त ग्रामीण क्षेत्रहरू चाहिँ बिस्तारै मुक्त हुन थाले। पुरानो सत्ताको चाहिँ त्यहाँ कुनै उपस्थितिलाई चाहिँ रहेन। त्यसपछि चाहिँ हामीले आत्मनिर्भर सञ्चार सिस्टमलाई पनि बिस्तारै विकास गर्न हामी सक्षम भयौं। त्यसमा पनि चाहिँ पहिलो चाहिँ हाम्रो चाहिँ फौजी दृष्टिकोणले सबै हाम्रा फौजी कमान्डहरू हाम्रा टिमहरू युनिटहरूको आपसी कोअर्डिनेसनको निम्ति एउटा सञ्चार सिस्टम हामीले डेभलप गर्यौं। त्यो चाहिँ आधुनिक नै थियो। भन्ने हो भने कतिपय अवस्थामा त पुरै अन्य चाहिँ पार्टीहरू पहिला सरकारमा भएका तिनीहरू भन्दा हाम्रो व्यवस्था चाहिँ चुस्त दुरुस्त थियो। हामी सजिलै सम्पर्क गर्न सक्ने कमान्ड कन्ट्रोल गर्न सक्ने स्थितिकाले विकास गर्यौं। त्यसपछि हामीले चाहिँ फेरि जनतामा चाहिँ सञ्चार जनतामा प्रचारलाई चाहिँ स्थापित गर्न हामीले चाहिँ जनरेडियोको पनि हामीले त्यति बेला नै बिस्तारै आधार तयार गर्दै लग्यौं। र जति बेला रेडियोको पहिला त रेडियोको कुरा गर्दा चाहिँ हामी भित्रै पनि बडो अनौठो लाग्थ्यो। हाम्रो पनि रेडियो हुन सक्ला र भन्ने जस्तो लाग्थ्यो। तर पछि चाहिँ फेरि आधार इलाकाको विकाससँगै बलिदानको विकाससँगै त्यो आधार खडा भयो। प्रतिबन्धित अवस्थामा नेपालबाट सञ्चार क्रान्ति गर्नु ठूलो चुनौती थियो। त्यसबेला जनादेश पत्रिकालाई भूमिगत अवस्थाबाटै प्रकाशनमा ल्याइन्थ्यो। तर यो पत्रिकालाई पनि लामो समयसम्म टिक्न दिइएन। जब जनयुद्ध सुरु भयो राज्यद्वारा यसरी खेदियो कि हामी लखेट्यौं। जस्तो तपाईँ हेर्नुहुन्छ भने जस्तो जनादेशमा साहसिक भट्टराईमाथि साहसिक आक्रमण लेख्यौं। त्यसमा सचित्र चित्र पनि दियौं। त्यो बेलामा यस्तो ढंगले चाहिँ हस्तक्षेप गर्यो कि राज्यले सायद त्यो इतिहासमा पत्रिकाहरूमाथि त्यो ढंगको हाम्रो जनपक्ष पत्रिकाहरूमाथिको हस्तक्षेपको वर्ग संघर्ष उचाइमा उठ्दै थियो। स्वाभाविक ढंगले वर्ग दुश्मनहरूले हाम्रा मिडियाहरूमाथि जो विचार प्रवाह गर्ने मिडियाहरूमाथि असाध्य धेरै खेल्न थाले। यसलाई एउटा वैकल्पिक एउटा आउटपोस्ट एउटा कुनै पोइन्टहरू चाहिन्छ भनेर चाहिँ वास्तवमा पार्टीले त्यो निर्णय गर्यो। र त्यो क्रममा हाम्रो त्यहाँ सूचनाहरू केन्द्रित गर्ने जनादेशलाई पनि चलायौं। र सबैतिर फेरि प्रेस चलाउनु पर्छ भने फेरि हामीले सबै क्षेत्रतिर प्रेस खडा गर्यौं। उता विदेशबाट कृष्णसेन अनलाइन सुरु गरिएको थियो। यसैबीच पत्रकार कृष्णसेनलाई समेत तत्कालीन सरकारले बेपत्ता बनायो। जनादेश साप्ताहिक प्रतिबन्धित जस्तै भयो। सबै पत्रकारहरू गिरफ्तार भए र त्यसै क्रममा 2059 जेठ 6 गते कृष्णसेनलाई गिरफ्तार गरियो जनादेश साप्ताहिकको सम्पादक। र 2059 जेठ 13 गते उहाँको हत्यासम्म पनि गरियो। र जनादेश साप्ताहिक आफ्ना सम्पादकको हत्या आफ्ना कतिपय पत्रकारहरूको गिरफ्तारी भए पनि निरन्तर रूपमा प्रकाशित भइरह्यो। आन्तरिक सञ्चारलाई सुदृढ पार्न व्यक्ति बीचमा खबर आदान प्रदान गर्ने पोस्ट सिस्टमको पनि विकास गरियो। यसरी जनयुद्धलाई विज्ञान, कला र सञ्चारको आडबाट उत्कर्षमा पुर्याउने अठोट माओवादीले लिएको थियो। युद्धकालीन समाचार र पार्टीका योजना जनता समक्ष पुर्याउन भूमिगत रूपमै सञ्चालन गरिएका इन्टरनेट, पत्र पत्रिका र अन्य सञ्चार माध्यम पर्याप्त भएनन्।
जनयुद्धलाई उठाउनका निम्ति र जनयुद्धलाई चाहिँ खास गरी जनताको बीचमा स्थापित गर्न जनविद्रोह र सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रह्यो भन्दा फरक पर्दैन। अशिक्षित जनसमुदायलाई पनि लक्षित गरी सहज र सरल माध्यमका रूपमा एफएम रेडियो सञ्चालनमा उनीहरू जुटे। यो चाहिँ फेरि रेडियो अवधारणा सुरुमा चाहिँ सेन्ट्रल कमिटीमा ल्याएर अब हामी यता जानुपर्छ भनेर मैले प्रस्ताव पेश गरेको हो। मैले के देखेँ भने गाउँघरमा चाहिँ जाँदा आधार इलाकामा जाँदाखेरि जनतामा पत्र पत्रिका पढ्नु सक्ने क्षमता धेरै कमको छ। साक्षरताकै चाहिँ हाम्रो समस्या छ। जनतालाई त्यो पत्र पत्रिका पढ्ने फुर्सद पनि छैन, पत्र पत्रिका त्यहाँ पुग्ने स्थिति पनि छैन भनेपछि जनताले प्रत्यक्ष चाहिँ ग्रहण गर्न सक्ने दुईटा कुरा मैले देख्थेँ। एउटा त हामीले प्रयोग गरेका थियौँ, जस्तो सांस्कृतिक मोर्चा कुरा भन्नुभयो त, गीत नाटक नृत्य सङ्गीतको क्षेत्रबाट जनताको भावनालाई जित्ने र जनताका चाहिँ समस्याहरूलाई सम्बोधन गर्ने एउटा प्रभावकारी माध्यमको रूपमा रह्यो भने मैले के सोचेँ भने रेडियो हाम्रो भइदिने हो भने यो रेडियो त जनताले सुन्छन् आफ्नो रेडियोको रूपमा। यो त माओवादीको रेडियो भनिसकेपछि जनताको आफ्नै रेडियो भनेपछि असाध्यै छिटो प्रभावकारी ढङ्गले सञ्चार हुन सक्ने रेडियो भनेर परिकल्पना गरेँ मैले चाहिँ। त्यो सजिलै बुझ्ने कुरा भयो। हाम्रो जस्तो देशमा आधार इलाकामा जनताले छिटो ग्रास्प गर्ने आत्मसात गर्ने भनेको हाम्रो रेडियो नै हो भन्नेबाट सुरु गरियो र अनि बिस्तारै त्यसलाई अगाडि बढाउँदै लिएर गएर घुम्ती रेडियोको रूपमा चाहिँ यो अगाडि आयो। प्रतिबन्धित अवस्थामा भूमिगत क्रान्तिको नेतृत्व गरेको पार्टीलाई उपकरण जुटाउनु र रेडियो सञ्चालन गर्नु ठूलो चुनौती थियो। त्यसो त रेडियोको प्रविधि आफैमा पनि त्यति सहज विषय पनि होइन। भीर पाखामा युद्ध लड्ने योद्धाले सञ्चालन गर्नुपर्ने रेडियो भएकाले ठूला ठूला एन्टेना र ट्रान्समिटर बोकेर दौडिन पनि सम्भव थिएन। त्यसैले यी उपकरण विदेशबाट झिकाउनु जति आवश्यक थियो त्यत्तिकै चुनौतीपूर्ण पनि थियो। तत्कालीन शाही नेपाली सेनाको सुरक्षा घेरा तोडेर रेडियो उपकरण भित्र्याउन साँच्चै युद्ध कुशलताको जरुरी थियो। अन्ततः उनीहरूले युद्ध कलाकै भरमा सुरक्षा घेरालाई तोड्दै अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रेडियोका उपकरणहरू भित्रै छाडे। रेडियो ट्रान्समिटरहरू हामीले बाहिरबाट हामीले झिकाएका थियौं विभिन्न चाहिँ स्रोतहरू परिचालन गरेर र त्यसले दुश्मनका दुष्प्रचारहरूलाई चिर्नमा रेडियोले धेरै महत्वपूर्ण भूमिका खेल्यो। सबभन्दा पहिला हामीले नेपालको क्रान्तिकारी आन्दोलनमा सेटेलाइट फोनहरू मोबाइल फोनहरू पनि हामीले प्रयोग गर्यौं र त्यो पनि मानव जातिले विज्ञानले विकास गरेको प्रविधिहरूलाई हामीले आन्दोलनसित जोड्यौं। यो उच्च प्रविधिहरूलाई हाम्रो मुक्ति आन्दोलनसित जोडेर हामीले अगाडि बढायौं र त्यसले छिटो गतिमा नेपालको लोकतान्त्रिक आन्दोलन यहाँको राष्ट्रिय आन्दोलनलाई अगाडि बढाउनमा र उपलब्धिहरू हासिल गर्नमा धेरै महत्वपूर्ण भूमिका खेल्यो। तत्कालीन शाही नेपाली सेनाको कड़ा सुरक्षा पहरा बीच ती उपकरण गन्तव्यमा पुर्याउनु कहाली लाग्दो अनुभव नै थियो। सुरुमा जाँदाखेरि त म जब काठमाडौँ जाँदै थिएँ त्यतिखेर मात्र 3वटा चेकपोस्टहरू थियो, 3 ठाउँमा मात्रै चेक गरेका थियौँ म चढेको गाडी। तर फर्केर आउँदाखेरि त्यो सामग्री सहित लिएर आउँदाखेरि म सिराहासम्म आइपुग्दाखेरि सिराहाको चाहिँ
ओल्लो छेउसम्म आइपुग्दाखेरि लान आसपास आइपुग्दाखेरि 21 ठाउँ चेक भएको